उभिएको छु र आजको यो अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन मैले मान्नुपर्ने मान्यजन अतिथिज्यूहरू, टाढा टाढाबाट गाडी चढेर यात्रा गरेर आउनुहुने आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँ फिदिम बजारका स्थानीय आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी जेनजीहरू, पत्रकार जीवहरू, सुरक्षाकर्मीजीहरू र मैले मान्नुपर्ने सम्पूर्ण महानुभावहरू, धरानबाट मसँगै आएर साथ दिनुहुने सम्पूर्ण टिमका मित्रहरू, सबैजनालाई एकमुष्ट नमस्कार गर्न चाहन्छु, सेवा ढोक गर्न चाहन्छु, जय श्रमदानको अभिवादन टक्राउन चाहन्छु। कस्तो राम्रो तपाईहरु कराउनु भएको है। सबैभन्दा पहिला यो अत्यन्तै